हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। धेरै समयपछि तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। इट्स मे दिपेश गाइज, दिपेश टक्क पारामा रुममै छु। अब ड्युटी निस्किने हो। टक्क रेडी भइसकेँ, नुहाइधुवाइ गरेर चट्ट ड्रेस लगाइसकेँ। यही छ अहिले माल्टाको हल्लीचल्ली नयाँ ठाउँ। यो ठाउँबाट चाहिँ भ्लग गरेको थिएन मैले अहिलेसम्म। त्यस्तै बिचमा यता कुदाइले बिजी भएर भ्लग हालिदिएँ होइन। अब आउँछ गाइज भ्लग, दिपेशको भ्लग अब आउँछ है त गाइज, होइन? सब ठिक छ नि? अनि तपाईँहरूको के छ कमेन्ट गर्नुहोस्, लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनुहोस् ल त गाइज। अब टक्कै आउनु रुम निस्किने हो। यो चाहिँ फोहोर उठाउने गाडी यताको। काठमाडौँ महानगरमा सिटी बजाउँदै हिँड्छ भने यहाँ चाहिँ ऊ त्यसरी मुनि पोका राखिदिनुपर्छ। यहाँ ऊ त्यो तल कालो पोकाहरू देख्दै हुन्छ नि, हो त्यसरी पोका राखिदिने। यो दिन कालो पोका, यो दिन सेतो पोका भन्ने हुन्छ। त्यसरी आउँछ लान्छ, होइन त गाइज? ल भेट्दै गर्नुपर्छ, ब्लग हेर्दै गर्नु, लाइक सेयर सब्सक्राइब गर्दै गर्नु है त। ल गाइज टक्क निस्केँ म अपार्टमेन्टबाट ड्युटीतिर। लखर दुली हिँड्यो, काम छैन दाम छैन भने जस्तो। हिँडेर के गर्नु, बस कार्ड बोक्न बिर्सिएछ, फेरि फर्किनु पर्ने भयो। बस कार्ड बोकिएन, नत्र त पैसा तिर्नुपर्छ। बसमा कार्ड हुँदा पर्दैन, गाह्रो छ नि। कतै बिर्सिएछ नि ठेक फेरि। यस्तै छ गाइस, दामी घाम लागिरहेछ टक्क पारामा। अब जाने हो ड्युटी, टक्क काम गर्ने हो। त्यही त छ जिन्दगी, परदेशी जीवन। ड्युटी गर आइज, पका खा सुत, त्यही त हो। यस्तै छ गाइस। ल गाइस टक्क बस स्ट्यान्ड आइपुगेँ। पहिलेको पिन्टो भन्ने थियो भने यो भनेको खोइ के हो, यो पढ्नु गिस्टेन हो कि गिस्टेन हो के अरे यो बस स्टपको नाम चाहिँ। टक्क त्यहाँ आइपुग्यो। अब टक्क बस चढ्ने हो, लाग्दिने हो। यसलाई चाहिँ अमरुन एरिया भन्छ है त गाइस, अमरुन। ल गाइस टक्क उहाँबाट स्ट्यान्डबाट गाडी चढेर बम्बई भन्ने स्ट्यान्ड आइपुग्यो। यहाँबाट बस चेन्ज गर्नुपर्छ। पहिले भन्दा चाहिँ अलिकति नजिक हो अपार्टमेन्ट, तर त्यस्तो नजिक पनि होइन। यही हो गाइस बम्बई भन्ने स्टेसन चाहिँ। यहाँ चाहिँ प्रायः माल्टाको सबैतिर जाने बस। यहाँ माथि अर्को स्टेसन, यहीँ वरिपरि 3-4 स्टेसन छ। यहाँ चाहिँ माल्टाको सबै कुना जाने बस पाइन्छ। टक्कै म चाहिँ यही बाटो जाने हो, तर यो बसहरू मेरोतिर जाँदैन। ल त गाइस यस्तै छ। ल त गाइस टक्क पारामा बसबाट ओर्ले अलिकति 5 मिनट त्यतापट्टि बसै जाँदैन क्या। यहाँबाट उँभो लाग्छ बस, उता जाने बस 21 तर ढिलो आउँछ त्यो बस। यहाँ अरू यहाँ सच्चोको लागि पनि ठिक छ नि त। ल गाइस टक्क पारामा म ड्युटी छेउछाउ आइपुगेँ। अलिकति परतिर गएपछि ड्युटी आइपुग्छ। ड्युटी वर्क प्लेस भनौँ न, रेस टु दि वर्क प्लेस गाइस। टक्क पारामा माल्टाको मौसम यस्तै छ, गाडी जाम यस्तै छ। आज स्याटरडे पनि गाडी जाम भइरहेको छ। हतपत स्याटरडे जाम हुँदैन थियो। हल्का जाम छ आज यो बाटो। टक्क पारामा लखर डुल्ली हिँड्यो, काम छैन भन्दा पनि काममै गएको। अब के भन्नु, त्यो गीत दुर्गेश थापाको गीत गाउनुपर्छ कि हो के अरे त्यो गीत त बिर्सियो गीतै। टक्क पारामा लगाइस टक्क ड्युटी छेउछाउ यस्तै छ। जाम हुनुको कारण चाहिँ यहाँ कोही एउटा गाडी निस्किँदो रहेछ, त्यही भएर रहेछ। म त जाम भएको होला भन्दै त्यो होइन रहेछ, बाटो खाली नै छ। ओ पर प्लेन आउँदैछु, कुन चाहिँ लेन हुँदैछ पनि माल्टातिर। कर्म भूमितिर ल्यान्ड हुँदैछ, कुन चाहिँ हो। सब ठिक छ गाई चाहिँ टक्क पारेर। अलिकति टेन्सन पनि लाग्छ हो। यहाँ के हुन्छ भन्दा भरे कसैले किन भिडियो गरिस् भन्छ कि जस्तो पनि लाग्छ। नेपालमा जस्तो हुँदैन। पनि यसो लुकीछिपी हान्दै गर्नुपर्छ। लगाज यही नै हो मेरो काम गर्ने ठाउँ। टक्क आइपुगेँ।
यस्तै छ टक्क यसको मिनी हो क्यान्टिन टक्क पारामा रिच टु द वर्क प्लेस गाइज लो गाइज टक्क पारामा ड्युटी सुटी सकेर एकछिन समुद्रको डिलतिर चिसो हावा खाँदै टक्क पारामा ल गाइज थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो लाइक सेयर सब्सक्राइब टु माई युट्युब च्यानल होइन टक्क लाइक सेयर सब्सक्राइब गरिदिउँ फलो सेयर गरौँ ट्याग टु सो कमेन्ट गरौँ ल गाइज थ्याङ्क यू सो मच वाचिङ द भिडियो